ल त साथीहरू, आज म फेरि भिडियो बनाउने क्रममा यहाँ जनकपुर उपमहानगरपालिकामा अवस्थित श्री भगवती आदर्श विद्या मन्दिरमा आइपुगेको छु। आज यसै क्रममा म भगवती विद्या मन्दिर अन्तर्गत रहेको कक्षा 5 मा म उपस्थित भएर विद्यार्थी भाइ बहिनीहरूसँग केही अन्तर्क्रिया गर्न गइरहेको छु। अब कुन सब्जेक्टमा कुन टपिकमा अन्तर्क्रिया गर्न गइरहेको छु भन्दाखेरि भने विद्यार्थी भाइ बहिनीहरूले केही प्रोजेक्ट वर्क बनाएर ल्याएका छन्। यहाँ प्रोजेक्ट वर्कमा घर र रोड बाटोघाटो बनाएर ल्याएका छन्। यिनीहरूसँग कुराकानी गर्दै म आफ्नो भिडियोलाई अघि बढाउन चाहन्छु। ल तिमीहरूले धेरै मेहनत गरेका छौ है। ल किन यति मेहनत गरेका छौ? के को लागि? कुन सरले गर्न लगाउनु भएको छ? ए प्रवीण सरले। ल अनि तिमीहरूले प्रोजेक्ट वर्क बनाएर ल्याएछौ है। अनि प्रोजेक्ट वर्कमा के बनाएर ल्याएछौ? हाउस र रोड, ट्राफिक रोड। गुड भेरी गुड। ल अब प्रवीण सरले कम्पिटिसन गराइसक्नु भयो। ल कम्पिटिसन गराउँदाखेरि घर बनाउने विद्यार्थी भाइ बहिनीहरूमा प्रथम पोजिसन कसले ल्याएको छ? ल एकछिन बाबु खडा हो त तिमी। भाइको नाम के भयो? आदर्श। ल हेर्नुहोस् त आदर्श भाइले बनाएको घर कति राम्रो रहेछ। आदर्श भाइले बनाएको घर एकदम राम्रो रहेछ है। ल आदर्श भाइ, यो घर बनाउँदाखेरि तिमीलाई के कति मेहनत लागेको छ? धेरै मेहनत लाग्यो, 2-3 दिन लाग्यो। सबै दोकानहरूबाट सामानहरू ल्याए, सबै चीज बनाए, धेरै मेहनत लाग्यो। ए अनि दोकानबाट सामान किन्ने पैसा कहाँबाट ल्यायो भाइ? आफैसँग थियो र अलि बुवाले दियो। ए बुवा मम्मीको सपोर्ट लिएर तिमीले यो घर बनाएछौ। ल यो घर बनाउँदाखेरि तिमी प्रथम पोजिसन ल्याएकोमा, प्रथम स्थान ल्याएकोमा तिमीलाई कस्तो अनुभव भइरहेको छ? मलाई धेरै खुसी अनुभव भइरहेको छ। म धेरै खुसी छु आज। ल विद्यार्थी भाइ बहिनीहरू मध्ये हाम्रै यो क्लासमा कक्षा 5 मा पढ्ने आदर्श भाइले प्रथम पोजिसन ल्याएका छन् र उहाँलाई बढी खुसी लागिरहेको छ। एकचोटि उसको मनोबल बढाइदिनको लागि सबले एकचोटि जोरदार रूपले ताली बजाइदियो त। ल आदर्श, ल धन्यवाद। ल आदर्श भाइलाई धेरै धन्यवाद छ र बहुत बधाई छ। ल भविष्यमा पनि तिमी यसरी नै प्रगति गरी बस भन्ने मेरो शुभकामना तिम्रो साथ छ। ल भाइ अब एकछिन बस्देऊ त तिमी। ल घर बनाउने क्रममा नै द्वितीय पोजिसन ल्याउने भाइ को हुनुहुन्छ? ल उहाँ भाइ हुनुहुन्छ। भाइले पनि कति राम्रो घर बनाउनु भएको छ। हेर्नुहोस् त सबजना। ल हेर्नुहोस् त एकछिन भाइ बहिनीहरू यहाँ हेरिहाल त। ल भाइको लागि एकचोटि जोरदार ताली बजाइदेऊ त सबले। ल भाइको नाम के हो? एकचोटि अझ भनिदेऊ त भाइ। फयान नदाफ। ल अयान नदाफ है। ल अयान नदाफले पनि कति बडो प्यारो घर बनाउनु भएको छ। ल यो घर बनाउनलाई के सामग्री तिमीले प्रयोग गरेका छौ? कुट, ग्लू, पेपर है। अनि कैँचीहरूको पनि काम लाग्यो होला है। अनि कलर पनि युज गरेका छौ है। अनि कति दिन लाग्यो तिमीलाई यो घर बनाउनको लागि? 3 दिन लाग्यो। तिम्रो 3 दिनको मेहनतले गर्दाखेरि आज यति सुन्दर घर बनेर तयार भएको छ है अयान भाइ। अनि यो घर बनाएर तिमीलाई कस्तो अनुभव भइरहेछ? खुसी लागिरहेछ? धेरै खुसी लागिरहेछ। द्वितीय पोजिसन पनि ल्याएछ, द्वितीय स्थान पनि ल्याएछ तिमीले है। ल अयान भाइलाई म भविष्यमा अयान भाइले यसरी नै प्रगति गरेर बसोस् र भविष्यमा एउटा ठुलो पदमा गएर नाम कमाओस्, यस कमाओस् भनेर मेरो शुभकामना दिन्छु। यति भन्दै तिमीलाई भन्छु बस्नलाई बस। ल अब घर बनाउने क्रममा नै तृतीय स्थान ल्याउने विद्यार्थी को हो? तेस्रो पोजिसन ल्याउने, थर्ड पोजिसन ल्याउने? थर्ड पोजिसन ल्याउने विद्यार्थी भाइ बहिनी जो भए पनि आज अब्सेन्ट हुनुहुन्छ। ल ठिक छ। अब यसै क्रममा हामी अब यो क्लासमा हेर्न सक्छौँ विद्यार्थी भाइ बहिनीहरूले बाटोघाटो बनाएका छन्, ट्राफिक सिग्नलहरू बनाएका छन् होइन। अब एकचोटि हेरिहालौँ हामी। सबले बनाएको छ, कति प्यारो बनाएका छन्। ल यहाँ हेरिहालौँ, बाटोघाटो ट्राफिक सिग्नलहरू छ है। यता पनि छ, यता छैन। ल अब यो बाटोघाटो बनाउने क्रममा पनि तिमीहरूको कम्पिटिसन भइसकेको छ जस्तो लागिरहेछ होइन। ल यो कम्पिटिसन हुँदाखेरि प्रथम पोजिसन कसले ल्यायो बाटोघाटोमा?
फर्स्ट स्थान कसले ल्याएछ? फर्स्ट पोजिसन ल्याउने तिमी उठा त बाबुहरू। ल यो 4 जना बहिनीहरूले प्रथम स्थान ग्रहण गरेकी छन्। ल अब यति राम्रो बाटोघाटो बनाएछ। यहाँ बाटोघाटो हेर्दाखेरि ट्राफिक सिग्नलहरू पनि छ होइन, जेब्रा क्रसिङ पनि छ, बाटोघाटोमा कारहरू पनि गुडिरहेको छ है, पार्कहरू पनि छ। ल प्रथम पोजिसन ल्याएकोमा तिमीहरूलाई कस्तो फिल भइरहेको छ, कस्तो अनुभव भइरहेको छ? धेरै राम्रो अनुभव भइरहेको छ। अनि यो सामानहरू यो बनाउनको लागि सामानहरू तिमीहरूले कहाँबाट किनेर ल्यायौ? पसलबाट ल्यायौ। अनि सबले पैसा मिलाएर ल्याएको होला होइन? कतिसम्म खर्च लाग्यो यो बनाउनमा तिमीहरूलाई? कति? 100-200 रुपियाँ लाग्यो। ल बहुत खुसी लाग्यो तिमीहरूले गरेको मेहनत हेरेर। ल तिमीहरूलाई आगामी फ्युचरको लागि, आगामी भविष्यको लागि धेरै धेरै बधाई तथा शुभकामना छ। र प्रथम पोजिसन ल्यायो त्यसको लागि पनि धेरै धेरै बधाई छ। ल एकचोटि बहिनीहरूको लागि जोरदार ताली बजाइदेऊ त सबले। ल धन्यवाद बहिनीहरू बस्दा हुन्छ। ल अब यसै क्रममा बाटोघाटो बनाउने क्रममा द्वितीय स्थान ल्याउने विद्यार्थी भाइ बहिनीहरू मध्ये को हुन्? ल तिमी हो द्वितीय स्थान ल्याउने। ल बहिनीको नाम के हो? निशा कुमारी दास बहिनीले द्वितीय स्थान ल्याउनु भएको छ। एकचोटि निशा कुमारी दासज्यूको लागि एकचोटि जोरदार ताली बजाइदेऊ त। ल बहिनीले यो बनाएपछि द्वितीय पोजिसन ल्याएछौ, कस्तो अनुभव फिल गरिरहेछौ? कस्तो अनुभव गरिरहेछौ? खुसी लागिरहेछ? धेरै खुसी लागिरहेछ। अनि यो सामग्रीहरू कहाँ पसलबाट किनेर ल्याएको होला? अनि पैसाको व्यवस्था कहाँबाट गर्यो? मम्मी पप्पाले दिनुभयो कि आमा बुवाले दिनुभयो? अनि कति खर्च लाग्यो तिमीलाई? 100-200 रुपियाँ लाग्यो। अनि कति दिनको मेहनत अथक प्रयासले गरेपछि तिमीले यति राम्रो बाटोघाटो बनाउन सकेका छौ? 2 दिनको मेहनतले बाटोघाटोको नमुना तिमी तयार पार्न सकेका छौ। ल तिमीलाई हाम्रो तर्फबाट, हाम्रो युट्युब च्यानलको तर्फबाट बहुत बहुत बधाई छ र आगामी भविष्यको लागि शुभकामना पनि छ। ल बहिनीको लागि एकचोटि अझ जोरदार ताली बजाइदेऊ त सबले। ल अनि यसै क्रममा तृतीय स्थान ल्याउने भाइ बहिनीहरू मध्ये को हुन्? ल तिमी छौ भाइ। ल हाम्रो एकजना भाइ हुनुहुन्छ यहाँ कक्षा 5 मा अध्ययनरत, श्री भगवती आदर्श विद्या मन्दिरमा अध्ययनरत कक्षा 5 को एकजना भाइ हुनुहुन्छ। उहाँकोसँग अलिकति अन्तर्क्रिया गरौँ हामी। भाइको नाम के हो? एकचोटि अझ जोडले बोलिदेऊ। ल एमडी तौहिद दर्जी भन्ने भाइ हुनुहुन्छ उहाँ। ल भाइले पनि बडो प्यारो बाटोघाटोको नमुना तयार गर्नुभएको छ। ठुलो बिल्डिङ, गगनचुम्बी बिल्डिङहरू तयार गर्नुभएको छ। ल भाइले यो आइडिया कहाँबाट पायो यस्तो बनाउने? युट्युबबाट यस्तो आइडिया पायो। ल यो बनाउनमा कतिको खर्च लाग्यो तिमीलाई? 100 जतिको खर्च लाग्यो। अनि पैसा मम्मी पप्पाले सहयोग गर्नुभयो है। ल यसरी नै तिमी आगामी भविष्यमा प्रगतिको बाटोमा लागेर बस र यसरी नै आफ्नो कलाकृतिलाई सबैलाई हेराउने गर र भविष्यमा तिमी राम्रो गरोस् भनेर हाम्रो शुभकामना तिमीसँग छ। र तृतीय पोजिसन ल्याएकोमा, तृतीय स्थान ल्याएकोमा तिमीलाई बहुत बहुत बधाई छ। ल भाइको लागि एकचोटि सबले जोरदार ताली बजाइदेऊ त। ल एकचोटि सबजनाले हेड लिनुहोस्। भाइहरूले गरेको मेहनतले कतिको रङ्ग ल्याएको छ र भाइहरूको जीवनमा यसरी नै मेहनतको फल उहाँहरूलाई भेटोस् भन्ने शुभकामनाको साथ म आफ्नो युट्युब भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु र हजुरहरूलाई एउटा अनुरोध गर्न चाहन्छु कि यो च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र योमा भएको भिडियोहरूलाई आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र विद्यार्थी भाइ बहिनीहरूले गरेको क्रियाकलापलाई प्रोत्साहन गर्दै विद्यार्थी भाइ बहिनीहरूको मनोबल बढाइदिनुहोस्। धन्यवाद।